भैया जी आपका घर कहाँ है? पीरगंज। आपका घर में फैमिली नहीं है? दिन में कितने रुपए कमा रहे हैं? 200-300 कभी होता कभी नहीं होता, कभी गाइलेन प्रसाद दिए गाइलेन जल भरने के लागि गाइलेन ल्याउने क्या हो भाई खाना खाने वो ये तो एक मेरा लगा इसीलिए हमने आए यहाँ पे। जी जी यहाँ पे काम मेला है। कहाँ बसते थे? यही बस्छौँ। हेलो गाइस, वेलकम टू यू माई भ्लग। अहिले सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म यसो ढोरपाटनतिर चाहिँ आएको छु। यहाँको अहिलेको मौसम भनेको एकदम क्लियर छ, देख्न सक्नुहुनेछ। यति क्लियर मौसममा तपाईहरुले यो भिडियो देख्दै हुनुहुन्छ, अवश्य सब्स्क्राइब गर्न नभुल्नु होला। यहाँको मौसम भनेको दिनको टाइममा यस्तो भोबाल देखिन्छ। यो चाहिँ सरस्वती होटल हो, अनि यो चाहिँ त्यो जुन देख्नुभयो त्यो चाहिँ उडरगंगा मन्दिर, त्यो चाहिँ नबी हो, नबी एरिया हो भने यो चाहिँ एकदम अहिले चम्किरहेको नौथर गाउँको साइट हो। र हेर्दै हुनुहुन्छ नि यताको ब्याकग्राउन्ड भनेको अहिले एकदम क्लियर छ। त्यहाँ घुम्न आएको पर्यटकहरू र त्यहाँ यो चाहिँ ढोरपाटन अहिले बर्खाको टाइममा भनेको यहाँ हरियाली फुलेर एकदम चम्किने भाग भनेको त्यो साइड हो र यता पनि चम्किन्छ। अहिले चाहिँ सुक्खा छ, अब कन्टिन्यू पानी परिरहेको छ, एकदम हरियाली हुन सक्छ। अब कन्टिन्यू जे असारतिरबाट चाहिँ कन्टिन्यू रूपमा हरियाली हुन्छ। यहाँ चाहिँ घोडाहरू पर्यटकहरूलाई चराउने चाहिँ घोडाहरू हो, घोडा त्यो साइडमा पनि घोडा छ। अनि सबैजना ढोरपाटनको भ्यू हेर्न एकदम ढोरपाटनको मनोरञ्जन लिन आउनु होला। र बर्खा यो टाइम भनेको खासै त्यति एट्र्याक्टिभ खालको छैन, र बर्खाको टाइम भनेको यहाँ फुल फुलेर हरियाली त्यस्तै एकदम धेरै चम्किरहेको छ। ऊ त्यो माथितिर चाहिँ त्यो लाली गुराँसहरू फुलिरहेको छ, तर अहिले देखिएन। हावा त एकदम राम्रो भ्यू देखिएको छ। सबैजनाले माया गरिदिनु होला। यो चाहिँ पर्यटकहरूलाई चराउने चाहिँ घोडा हो, यो ढोरपाटनको चाहिँ घोडा है। यो चाहिँ सरस्वती होटलको नजिक निरबाट मैले भिडियो बनाउँदैछु। भ्यू यत्तिकै राम्रो छ यी ढोरपाटन। यहाँ आउनु भएको छैन भने यो भिडियो क्लिक गरेर हेर्नु होला है त। ढोरपाटनको घोडा यो चाहिँ यहाँ आएर चाहिँ एकचोटि चाहिँ घोडा चढेर जानु होला है। ल यो चाहिँ ढोरपाटन है। अहिले ढोरपाटनको मौसम चाहिँ एकदम चिसो। ल म ठ्याक्कै उडरगंगा मन्दिरको छेउनिर आइपुगेको छु। हाम्रो एकदम यहाँ ढोरपाटनमा बस्ने एउटा मेरो भान्जा एउटा यहाँ किन तिमी धेरै घुम्छौ? दाजा सजा बेच्न बस्ने हो। यो हाम्रो धोती, यहाँ धोतीको यहाँ सामान बेच्न है, सामानहरू चाहिँ यहाँ छ। यो ठ्याक्क अहिले पहिलेको भन्दा अहिले चाहिँ धेरै परिवर्तन भइसकेको छ। यो मन्दिर यो 22 धारा कहिले फेरेको भन्छ? अस्ति हो उले भोटेर भोटी गरेको राम्रै ताले अस्ति हटाउनु एक घटेकै दिन पाठा पूजा गरेर अहिले चाहिँ धेरै भएको छैन। यो चाहिँ 22 धारा परिवर्तन भएको चाहिँ यो चाहिँ ठ्याक्क अहिले मन्दिर पनि त्यत्तिकै चम्किरहेको छ। यो 22 धारा यो चाहिँ तल ताल है, यो ताल तपाईहरु हेर्न सक्नुहुनेछ। त्यही बसी यहाँ मन्दिरको अवस्था अहिले, अनि यो ढोरपाटनको भ्यू अहिले यहाँको चाहिँ वातावरण यो चाहिँ अवस्था हेर्न सक्नुहुनेछ। तिमी चाहिँ बोबाङ नझर्ने? बोबाङ अब अलि पछि झर्ने। अब
भन्छ त बोगाङ जाने भिडियो बनाएर हाम्रो एउटा भैयाले चाहिँ सामान बेच्न आएको छ उठाएर लग्नुपर्छ क्या यसो मिठाई सिटाई उठाएर भन्दा के हुन्छ या बस भैया लाग्छ यो भैयाको ज्याकेटहरू चोरेर काटेको कि कहिले अस्ति एउटा केटाले पाकपानीको केटा आइज मिठाईहरू मालाहरू चोरेर लगिदिएको रहेछ अन्त भैयाले चारेको ज्याकेटवाला त्यो एउटा एकचोटि चाहिँ त्यो कोले ज्याकेटहरू चोरेर ऊ त्यो एउटा नरियलहरू एक बोरा चोरेको छ। हेलो भैया जी, आपका घर कहाँ है? पीरगंज। आपका घर में फैमिली नहीं है? दिन में कितने रुपए कमा रहे हैं? 200-300 कभी होता है, कभी नहीं होता, कभी गाइलेन प्रसाद दीजिए। गाइलेन जल भरने के लिए गाइलेन तो क्या होगा खाने का वो ये तो एक मेरा लगा इसीलिए हमने आए यहाँ पे। जी जी। यहाँ पे काम मेला है। कहाँ बसते थे? यही बस्छ बेर्की में। और कहाँ सुत्छ रे मान्छे? ए बडा पीडित छ यार। अलि व्यापार गर्छ पैसा नदिएर हो कि के हो? ए हाम्रो चाहिँ पर्यटकहरू अहिले यहाँ कतिको आउँछन् मन्दिरमा? वैशाखी पूर्णिमामा झन् धेरै आउँछन् है। यो चाहिँ हाम्रो उत्तरगङ्गा मन्दिर अहिले चाहिँ परिवर्तन भएको छ है त, सबैले माया गरिदिनु होला। ल म चाहिँ अहिले चाहिँ लगभग भिडियोको अन्तिममा चाहिँ चरणमा छु र अहिले मैले जुन सरस्वती होटलको आँगनतिरबाट एउटा सानो क्लिप र यहाँ जुन मन्दिरको छेउबाट सानो क्लिप चाहिँ भिडियो चाहिँ युट्युबमा अपलोड गरिसकेको छु। सबैजनाले हेरेर चाहिँ माया गरिदिनु होला हामी माया भान्जालाई। अब चाहिँ यस्तै भिडियो एकदम धरपालनको भ्यूहरू त्यत्तिकै राम्रो भएको भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानलले चाहिँ अवश्य सब्सक्राइब गर्नु नभुल्नु होला। सब्सक्राइब गरेर बेल आइकनको घन्टी दबाउनु भयो भने मैले यहाँको राम्रो भिडियो अपलोड गर्दै बित्तिकै युट्युबमा अपलोड गर्दै बित्तिकै तपाईँहरूकोमा नोटिफिकेसन आउँछ अनि हेर्ने मौका पाउनुहुनेछ र सबैले चाहिँ माया गरिदिनु होला है त। ल यस्तो गर।